नमस्कार, म डाक्टर उदय नारायण सिंह। आज अपन हेल्थमा सबैजनालाई स्वागत गर्छु। आज लक्ष्मी पूजाको दिन अथवा तिहार। सर्वप्रथम समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा तिहारको मङ्गलमय शुभकामना। आज महत्त्वपूर्ण विषय हामी सबैलाई थाहा छ, पटका फायर क्र्याकर्सहरू हाम्रो हाम्रो तिहार मनाउने एउटा परम्पराको रूपमा छ र तपाईहरुलाई धेरैजनाले नथाहा होला, वर्षेनी 900 भन्दा बढी खास गरी बालबालिका र युवाहरू चाहिँ यस्ता पटकाका जलनका शिकारहरू हुने गर्छन्। त्यसैले आज यस विषयमा हामी केन्द्रित गर्छौं। प्रथम, पटका पड्काउनु हुन त हाम्रो कानुनले विभिन्न धेरै नियमहरू पनि छन् हैन, कानुनी व्यवस्था पनि छन् पटका किन्ने प्रयोग गर्ने बारेमा। तैपनि पटका र यस्ता फायर क्र्याकरहरूले गर्दा धेरै जलनका घटनाहरू हुने गर्छन्। त्यसैले यस्ता घटनाहरू रोक्न के गर्नुपर्छ, यदि जलन भयो भने के सावधानी अपनाउनु पर्छ भन्ने विषयमा आज म केन्द्रित हुन चाहन्छु। सर्वप्रथम, पटका पड्काउनै पर्यो भने सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ ध्यान दिने कुरा के हो भन्दाखेरि खुल्ला ठाउँमा पटका पड्काउनु पर्छ। घर भित्र या गाडी भएको ठाउँमा या कुनै पनि प्रज्वलनशील सामानहरू भएको ठाउँमा पटका पड्काउनु हुन्न। एउटा। दोस्रो चाहिँ पटका पड्काउने क्रममा चाहिँ यदि त्यसले कुनै चाहिँ शरीरमा नोक्सान भयो भने तुरन्तै के कुराहरू गर्ने यसबारे पनि जान्नुपर्ने हुन्छ। त्यसैले हामी आज यसैको बारेमा छलफल गर्छौं। सबभन्दा पहिला पटकाले आगो लाग्यो भने के गर्ने। प्रथम, त्यो ठाउँबाट जो अहिले भिक्टिम हुनुहुन्छ, जसलाई चाहिँ पोलेको छ या आगो लागेको छ, उहाँलाई चाहिँ त्यो ठाउँबाट अन्त्य सार्नुपर्छ। त्यो पड्का भएको ठाउँमा राख्नु हुँदैन, एउटा कुरा। र सर्वप्रथम भनेको उहाँलाई लगेर चिसो पानीले कमसेकम 15 देखि 20 मिनेट चाहिँ त्यो भागमा जहाँ चाहिँ जलन भएको छ त्यो ठाउँमा त्यो भागलाई चाहिँ कमसेकम पानीले 15 देखि 20 मिनेट चाहिँ धुनुपर्ने हुन्छ। त्यो धुनाले के हुन्छ भन्दाखेरि चाहिँ एउटा दुखाइ कम हुन्छ भने भित्री तन्तु डिप टिस्युहरू ड्यामेज चाहिँ मिनिमाइज हुन्छ भने धेरै ठाउँहरूमा त्यस्ता घटना गयो भने टुथपेस्ट, त्यसरी घिउ आदि अन्य तत्त्वहरू प्रयोग गर्ने चाहिँ एउटा बानी पनि हुन्छ। त्यो कुरा गर्नुहुन्न, त्यसले जोखिम झनै बढाउँछ भन्ने। दोस्रो भनेको त्यो व्यक्तिलाई पानीले धोए पछाडि चाहिँ दुख्ने अवस्था हुन्छ र दुखेको खण्डमा चाहिँ सामान्य घरमा उपलब्ध भएको प्यारासिटामोल या अन्य नदुखाइको औषधिहरू दिन सकिन्छ भने। कतिपय अवस्थामा चाहिँ आँखामा इन्जुरी, आई इन्जुरीहरू धेरै कमन हुन्छ। त्यसैले आँखामा चोट लागेको छ त्यस्ता प्रज्वलनशील सामानहरूले भन्दाखेरि चाहिँ आँखालाई पनि पानीले मजाले धुनुपर्छ र सकभर आँखाले मिच्नु या आँखालाई छुनु कार्य गर्नुहुन्न। र यदि आँखा धमिलो देखियो, रातो भयो भन्ने चाहिँ तुरन्त आँखाको चिकित्सकलाई पनि, किन भन्दाखेरि भित्री आँखा को भित्री लेयरहरूमा समस्या भएको हुन सक्छ, आई इन्जुरिजहरू, इन्टरनल आई इन्जुरी भएको हुन सक्छ भने त्यो कुरा ध्यान दिन चाहिँ तुरन्तै अप्थेल्मोलोजिस्ट कोमा जानुपर्छ भने। अन्य छालामा या खास गरी विशेष गरी बालबालिकाहरूमा ध्यान दिनुपर्ने कुरा के हो भन्दाखेरि यदि हात, अनुहार, घाँटी र यौनाङ्ग हाम्रो वरिपरि यदि बर्न छ भने त्यो बर्न भनेको सिभियर बर्न हुन्छ र त्यसैले त्यसमा चाहिँ हेलचेक्राइ नगरिकन नजिकैको स्वास्थ्य चौकीमा चाहिँ लैजानुपर्छ। तसर्थ अहिले आज यो तिहारको बेलामा राम्ररी सेफली चाहिँ सुरक्षित भई तिहार मनाऊ र सकभर पटका र अन्य यस्ता कुराहरूबाट र बालबालिका खास गरी उहाँलाई चाहिँ गाइड गरेर मात्रै उडाउनु छ, पटका पड्काउनु छ भने पनि गार्जियनको उपस्थितिमा मात्रै चाहिँ यस्ता पटकाहरू चाहिँ पड्काउन या प्रयोग गर्न दिनुपर्ने हुन्छ। यो भन्दै म बिदा हुन्छु। धन्यवाद।